लास्टमा कस्तो हुन्छ यो सनफ्लावर यतिको चाहिँ भयो। आई लभ यु। कस्तो भयो यस्तो भयो फाइनल यस्तो भयो रिजल्ट। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। साथीहरू वेलकम टु माई भ्लग। धेरै पछि भ्लग गरेर छौँ। बिजी थिएँ हल्का हल्का अनि त्यो भएर अल्छी पनि लाग्दो रहेछ क्या यो भ्लग बनाउनको लागि। अनि मेन कुरा भनेको म कहीँ जाँदा पनि जाँदिनँ, के गर्दा पनि गर्दिनँ, घरमै सुतेर बस्छु। बिहान काममा जान्छु अनि आउँछु सुतेर बस्छु। त्यही भएर चाहिँ हो के बनाइराख्नु भनेर। अनि आज चाहिँ यहाँ बहिनी र म चाहिँ के किनेर आएको हामी चाहिँ आज बुके बनाउनु सोचिरहेछौँ। अनि त्यही भएर चिप्स खाँदै खाँदै खोइ चिप्स खाँदै खाँदै हामीहरू यो उयो किनेर आएको देखाइदियो त। सनफ्लावर हो सनफ्लावर बुके बनाउनको। अनि हामी चाहिँ सामानहरू चाहिँ टन्नै किनेको छौँ हामी। अब यो यस्तो सामानहरू चाहिँ न्यु रोडमा गएर किन्ने चाहिँ सस्तो हुन्छ भन्नुभएको छ। फाइदा हुन्छ त्यसरी किन्दाखेरि। हामीले चाहिँ अब यो सनफ्लावर बनाउन लगाइरहेको छु। लास्टमा हामी देखाउँछु तपाईँलाई कस्तो हुन्छ भनेर। कोसिस गरेको तपाईँहरूलाई देखाउँछ। हामी गरेको देखेर तपाईँहरूलाई पनि गर्न मन छ भने तपाईँहरू पनि गर्न सक्नुहुन्छ। हामी चाहिँ अब फर्स्ट टाइम गर्न हो योबाट चाहिँ हामीले अरू त्यो बुके त्यो उबाट चाहिँ के रिबनबाट चाहिँ बनाएको अनि योबाट चाहिँ अझ त्यो बनाएर साथीहरू हामीलाई यहाँनिर युट्युबमा हेरेर मनलागिरहेको छ। आउँदैन कि हामीहरू त्यस्तो साथीहरू हामीले चाहिँ यो अब आधी कम्प्लिट भइसक्यो। आधी बनाइसक्यो। अब सायद पुग्छ होला यति नै। अनि युट्युबमा हेर्दैछ हामीले। हाम्रो चाहिँ यहाँ आधी कम्प्लिट भइसक्यो। अनि हात दुख्ने रहेछ अल्छी लाग्छ। चिप्स खाँदै बनाउँदै यति कम्प्लिट भयो। युट्युब हेरी अब अझै बाँकी छैन। अझ कति टाइम लाग्छ नानी? आधी घन्टा जति लाग्ला। हामीले चाहिँ अघि गीत सुनिरहेको थियो त्यही भएर टाइम ल्यासमा राखेको। साथीहरू यति कम्प्लिट भयो। मलाई चाहिँ लास्टै अल्छी लाग्यो। अल्छी भन्दा पनि थाकियो लास्टै उसले गर्दैछ यतिको।
यतिको भयो हेर्नु होला लास्टमा कस्तो हुन्छ यो सनफ्लावर यतिको चाहिँ भयो ग्रिन पनि अब कताबाट हो पछाडिबाट कि अगाडिबाट गरे हेर्नु न ए पछाडिबाट हेर्न नि त्यो पनि यसमा चाहिँ यो माथिको योहरू पुस्छु अब यसमा पात हाल्छु अनि त्यसपछि रेडी हुन्छ हाम्रो हेर्नु यहाँ अब सबैजना गइसक्यो म एक्लै बाँकी हो फाइनली कम्प्लिट भयो यस्तो भित्र यस्तो अनि यो चाहिँ हल्का पात चाहिँ मलाई राख्न आएन क्या अनि बनाएको नि भएन एउटा यस्तो भयो एउटा यस्तो भयो ए अनि त्यसपछि योवाला यो व्हाइट कलरको यो ग्लुहरू चाहिँ एकछिनमा सुकेपछि निकाल्छु पछाडि यस्तो यस्तो अब यो एकछिनमा बुकेमा बनाउँछु पहिला खाना खान बोलाउनु भयो मम्मीले खानासाना खान्छु त्यसपछि देखाउँछु मेरो फ्लावर I love you. कस्तो भन्यो राम छ है त्यो अलि बनाउन आएन कि मलाई राम्चीहरू मैले चाहिँ यो लिएको थिएँ कि यो बुके बनाउनका लागि अनि त्यसपछि यसमा चाहिँ कलरहरू छ हेर्नु न ब्ल्याकमा भयो एउटा ब्ल्याकमा अनि त्यसपछि यो पर्पल पनि मलाई राम्रो लाग्यो यसमा बुकेहरू बनाएर दियो भने चाहिँ राम्रो देखिन्छ होला सायद यसमा व्हाइट कलरकोहरू होइन व्हाइटहरू बनायो भने राम्रो देखिन्छ होला अनि यो अर्को छ गोल्डन कलरमा यसमा पनि राम्रै देखिन्छ होला सायद अनि अर्को छ यो किटीवाला राम्रो छ चाहिँ यो किटीवाला भइहाल्यो अनि त्यसपछि अर्को छ सबैभन्दा युनिक लाग्यो चाहिँ मलाई यो हेर्नु न पत्रिका पत्रिका टाइपको तर यो चाहिँ प्लास्टिकको रहेछ क्या यो यस्तो चिप्लो खालको रहेछ Love and friendship. There are many ways to enjoy. Wow. Yeah, कविता के पत्रिका टाइपमा यो चाहिँ राम्रो लाग्यो टोटल चाहिँ यतिवटा लिएको थिएँ यो बुकेको लागि चाहिँ यो अब भोलि पर्सितिर नि युज हुन्छ भनेर अब एकैचोटि अब यति धेरै बनाइँदैन अनि आज चाहिँ सनफ्लावर बनाएको थियो त्यो मैले अघि तपाईँहरूलाई देखाइसकेँ अनि सायद यति नै हुन्छ होला फाइनल रिजल्ट अब अलिकतिमा चाहिँ थोरै चाहिँ स्टोनहरू राख्न बाँकी छ अनि त्यसपछि त्यति नै हो सकिन्छ त्यसपछि फाइनली रिजल्ट यस्तो भयो फाइनल यस्तो भयो रिजल्ट मलाई चाहिँ एकदमै राम्रो लाग्यो आफूले बनाएको भएर नि होला फर्स्ट टाइम मलाई चाहिँ राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो होला कमेन्टमा भनिदिनु अनि त्यसपछि कस्तो छ भनिदिनु होला मेरो चाहिँ यस्तै गरेर टाइम यतिकै बितिरहेको छ कि अनि त्यो भएर भ्लग बनाउन पाएको छैन अब बनाउन कोसिस गर्नेछु जसरी भए पनि तपाईँहरू हेरिदिनु होला खासमा यो वाला देखेर बनाउनु खोजेको त्यो पनि त्यो यो चाहिँ यस्तो भयो अनि यो यसमा चाहिँ अलिक ग्लु भयो अनि यहाँनिर सब्सक्राइब र कमेन्ट गरिदिनु होला हेर्नु आजको यति नै अब भोलि बनायो भने भोलि देखाउँछु नभए अब आज सुत्छु किनभने भोलि बिहान मेरो काम छ फेरि बिहानै उठेर जानुपर्छ यत्तिका भयो अब फर्स्ट टाइम